डैशबोर्ड लाइट सबैजना डैशबोर्ड लाइट भन्नुहुन्छ। अब डैशबोर्ड लाइट चाहिँ हामीसँग सबै थरीको डैशबोर्ड लाइट सबै गाडीलाई हुने डैशबोर्ड लाइट छ। तपाईको डैशबोर्ड लाइटमा डैशबोर्डमा चाहिँ लाग्ने हुनु पर्यो, लाइट बस्ने ठाउँ चाहिँ हुनु पर्यो। हामी जुनसुकै गाडीमा पनि गरिदिन्छौँ। र स्पेशल अब हजुरहरूको लागि मैले देखाएँ सुरुवात एकदम सानो डैशबोर्डमा मात्र लाग्ने लाइट चाहिँ यो छ, सबभन्दा सस्तो र कम, जम्मा 2 in 1 वाला। त्यसपछि आउँछ अर्को हामीसँग 6 in 1 वाला, देख्न सक्नुहुन्छ हजुरले 6 in 1 वाला यसरी। र अर्को आउँछ फेरि हामीसँग लाइनिङ 5 मिटरको आउँछ, यो अझ बढी नै आउँछ सायद। यो सबै नै हामीसँग चाहिँ मोबाइल कन्ट्रोलबाट है, यो हजुरको मोबाइल एपबाट चल्छ। यो डैशबोर्ड लाइट यो लाइनिङमा हुन्छ यो चाहिँ। र अर्को आउँछ 10 in 1, यो हजुरले देख्न सक्नुहुन्छ 10 in 1, यो पनि सबै मोबाइलहरु चल्ने एकदमै राम्रो लाइट छ। र यो कार्डी लाइट देख्न सक्नुहुन्छ हजुरहरूले, यो कार्डी लाइट हजुरलाई अनबक्स पनि गरेर देखाउने भयो मैले। कार्डी लाइट यो चाहिँ हजुरको 24-25 मोडलको स्विफ्ट गाडी जसको छ उहाँहरुको लागि मात्रै यो लाइट छ है। एकदम स्पेशल लाइट, नेपालमा सायद मेरो हिसाबमा फर्स्ट टाइम नै हुनुपर्छ, अरु कसैले लिएर आछ भने अलगै कुरा। यो चाहिँ तपाईको देख्न सक्नुहुन्छ हजुरहरूले 18 in 1 लाइट हो यो। र 2024-25 मोडलको लागि मात्र हो यो। मैले चाहिँ हजुरहरूको लागि अनबक्स गरेर देखाएँ। यो यसको अनबक्सिङ कस्तो हुन्छ हेरौँ हामीहरु पनि। देख्न सक्नुहुन्छ हजुरहरूले यसरी। वाउ, कार्ड पनि कस्तो राम्रो, थ्यांक यू रे हजुरहरूको लागि। यसरी दिएको हुन्छ यो, कसरी राख्ने के गर्ने भन्ने कुराहरु सबै यो। यसमा चाहिँ भोइस कमान्ड पनि हुन्छ हजुरहरूको। र यो सँगै अर्को भित्रबाट यो चाहिँ यसरी देख्न सक्नुहुन्छ हजुरले। ढोकाको प्याडहरु निकालेर हामीले यसरी सर्लक्क यसरी यो नै निकालेर यो नै चेन्ज गर्छौं हामीले। लाइट मात्र राख्ने हैन, यो सबै नै बल्छ तपाईको सरर लाएर। यो लाइट बल्दाखेरि कति आनन्द देखिन्छ यसमा। 4 ढोकाको लागि 4 वटा भयो यो यसरी, यो 2टा 3टा र 4 वटा। र यो डैशबोर्डको लागि भयो यसरी। डैशबोर्डको यो उनै तपाईको यसरी मजाले देख्न सक्नुहुन्छ हजुरहरूले। र यसमा अर्को एसी भेन्टको पनि छ यसरी, एसी भेन्टको पनि आउँछ यो। र अब यसमा धेरैवटा वायरिङहरु पनि धेरै नै दिएको छ। यो वायरिङहरु पनि सबै चाहिँ तपाईको यसरी यो ढोकामा अथवा यो तपाईको खुट्टाहरु बस्ने ठाउँतिर पनि बस्ने भयो यसरी। यसरी वायरिङ गर्नलाई यो धेरै नै वायरहरु दिएको छ यसमा। र यो हाल्न चाहिँ हजुर कहाँ आउनु पर्यो भन्दाखेरि बालकुमारी कार सेन्टर कुलेश्वर आउनु पर्यो हजुर। सुपथ मूल्यमा गरेका छौं हामीहरुले। यो डैशबोर्ड लाइटको लागि चाहिँ हजुरले टेन्सन नलिनु भयो हुन्छ। आउनु सिधै केही न केही उपाय लगाएर हामी काहीँ न काहीँबाट कसरी न कसरी हजुरको लागि चाहिँ लाइटको इच्छा छ अनि हजुरहरुको लागि गाडीमा हाल्नलाई लाइटको चाहिँ सबै प्रब्लम चाहिँ सल्भ गरेर हाम्रो सुपथ मूल्यमा गरिदिन्छ हजुर। यो सँगसँगै हामीसँग सबै गाडीको सुपथ मूल्यमा सबै एसेसरिज राखेको छौं हामीहरुले। आइदिनु होला, पाल्दिनु होला। बालकुमारी कार सेन्टर कुलेश्वर। धन्यवाद।